अनि हामीले अब रिलेसन भयो 2 इयर्स भयो एन्ड अहिले हामी फाइनली सँगै छौँ है एकदमै खुसी छु अनि उहाँ चाहिँ मेरो क्लासमेट थियो है आफ्टर 9 इयर्स चाहिँ हामी अन्त आज भेट भएर चाहिँ हामी बिहा पनि भयो अन्त आफूलाई सोच्दा पनि मतलब म इमेजिन पनि गर्न सक्दिनँ सी इज माई वाइफ भनेर है भन्नुभन्दा पनि बेसी चाहिँ म उहाँलाई गर्न चाहन्छु त्यही मेरो सक्छु सायद उहाँले अब यो भिडियो हेर्दाखेरि रिसाउनुहुन्छ होला है अब उहाँको क्लोज कुरा चाहिँ अब के भन्नु उहाँ चाहिँ छिटो अब रिसाउनुहुन्छ अनि राम्रो कुरा चाहिँ अब एट द सेम टाइम उहाँ अब त्यो कुरालाई अब इगोमा राख्दैन है अनि त्यो कुरा चाहिँ एकदम राम्रो लाग्छ उहाँको नो म्याटर है वाट कम्स इन अवर लाइफ है चाहे त्यो अप्स एन्ड डाउन कस्तो हुन्छ अब लाइफ है टिल आवर लास्ट ब्रेथ अफ अवर जर्नी है अब चाहे दुःख होस् चाहे सुख होस् है एकअर्कामा चाहिँ अब अनेस्टी है फेथफुल लोयल्टी भएर चाहिँ हामी चाहिँ एकअर्कामा अब लाइफमा अब अघि बढ्यो भने चाहिँ हाम्रो लाइफ चाहिँ टिल दि एन्ड हामी सक्सेस भएर जानेछ भनेर भन्छु त्यही हो लास्टले म मेरो वाइफलाई पनि भन्छु कि जस्तो विश्वास गरेर मसँग आज यहाँ बिहा गर्यो है लास्ट टिल द एन्ड मोमेन्टसम्म मलाई यसरी साथ दियोस् भन्न चाहन्छु त्यति नै छ मेरो लास्ट विस आई लभ यु माई लभ रुथ म तिमीलाई यही भनेर बोलाउँछु सधैँ है यही भन्छु अब त्यस्तो फ्यान्सी त केही वर्ड छैन मेरोमा म त्यही भन्छु म तिमीलाई धेरै माया गर्छु अन्डरस्ट्यान्डिङ केयरिङ लभिङ सबै थियो उसकोमा सुनि अझ उसले भन्छ नि अब तिमी भन्दा चाहिँ म बेसी तिमीलाई माया गर्छु भन्दै भन्छ होइन एउटा डायरी लेखेको थिएँ म चाहिँ पहिला पुरा डायरी लेख्ने गर्थेँ नि होइन त्यो 2016मा लेखेको थिएँ रहेछ होइन अस्ति नै घर सफा गर्दै गर्दा मात्रै याद भयो मलाई त्यो डायरी त्यहाँ रहेछ होइन मैले के अरे चर्चमा अब हाउस चर्चमा छोरी नानीलाई भनेको पनि थिएँ होइन अन्त सबैलाई याद छैन 1-2जनालाई मात्रै याद छ त्यो डायरी यस्तो भेटाउँदै गर्दाखेरि चाहिँ मैले 2016मा चाहिँ लेखेको रहेछ यति लामो होइन मलाई चाहिँ अब कस्तो खालके लाइफ पार्टनर चाहिन्छ होइन त्यो लाइफ पार्टनर त्यो हस्बेन्डकोमा चाहिँ कस्तो खालके क्वालिटीहरू हुनुपर्छ होइन सबै लेखेको छु इच एन्ड एभ्री डिटेल हुन्छ नि सबै लेखेको थिएँ रहेछ मैले एउटा अब यस्तो हेर्दा पनि अब हाँस उठेकै बनाएँ म यस्तो 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 पनि लेखेको छु मैले भने खालके पनि भएन त्यहाँ म त्यतिकै प्रभुलाई भने प्रभु मलाई यस्तो यस्तो खालके चाहिन्छ भनेर होइन त्यहाँदेखि त्यो बिर्सेँ मैले लेखेर होइन कहाँ याद गरेको छ त्यहाँदेखि बादमा मैले 2000 उसलाई भेटिसकेर 2025मा चाहिँ यस्तो डायरी हेर्दाखेरि त्यहाँ जति लेखेको छ नि जति मैले लेखेको प्रभुले एउटा मिस गर्नु भएन त्यो चाहिँ सबै क्वालिटी छ उसकोमा सबै क्वालिटी छ जस्तो केयरिङ गर्ने माया गर्ने होइन बुझ्ने होइन मैले चाहिँ अब त्यहाँ त्यस्तोहरू लेखेको थिएँ सबैभन्दा पनि अब एउटा मिस छैन सबै प्रभुले दिनुभएको छ त्यो चाहिँ मलाई 10 इयर्स लागे प्रभुले चाहिँ अब राइट टाइममा क्या राइट पर्सन प्रभुले जुटाउँदो रहेछ मेरो चाहिँ खालि यस्तो हुन्थ्यो नि वचनहरू पनि कोही बेला पेसेन्ट भन्ने आउँथेन पेसेन्ट राख भन्ने हुन्थ्यो होइन अन्त हो रहेछ हामीले पर्ख्यो भने रहेछ नि प्रभुले चाहिँ एकदम राइट पर्सन चाहिँ हाम्रो लाइफमा लाउनु हुँदो रहेछ बेस्ट कुरा त त्यही हो उसले अब माया गर्छ केही कुरा नसोची मलाई यति बेसी माया गर्छ म त भन्नु पनि सक्दिनँ होइन अन्त नमन पर्ने कुरा चाहिँ के छ नमन पर्ने कोही बेला एकरो भन्छ एउटै कुरा एकरो बोलेको गर्छ किन त्यसमा चाहिँ मलाई रिस उठ्छ फ्युचरमा अब यही हो प्रभुको डरमा होइन प्रभुको भयमा बस्यो भने हामी फ्युचरमा राम्रो हुन्छ होइन राम्रो हुन्छ होइन प्रभु अब हामी अब यत्रो 10 इयर्स मैले पर्खेकोलाई होइन त्यो त्यतिकै वेस्ट अब अरूले हेर्दै गर्दाखेरि अब त्यतिकै भेटेको हामी भन्ने हुन्छ तर होइन यो चाहिँ परमेश्वरले हामीलाई पठाइदिएको यो जोडा होइन त्यही कारण चाहिँ के अरे अब आउने दिनमा प्रभुले हामी चाहिँ अब प्रभुमा भर पर्नु होइन प्रभुको प्लान्सलाई भर ट्रस्ट गर्नु के भन्नु चाहन्छु म पनि अब सधैँभरि माया गर्छु होइन अन्त धेरैभन्दा पनि धेरै माया गर्छु सधैँभरि साथ दिन्छु अब म बुझ्छु तपाईँलाई लास्टली आई लभ यु सो मच माई लभ सधैँभरि तपाईँलाई नै माया गर्नेछु म सबसे भन्दा माया त अभियसली मै गर्छु जस्तो लाग्छ मै गर्छु दुईजना भन्दा सबैभन्दा रिसाको छ सबसे भन्दा लाग्छ ओके सो
म तपाईँलाई सधैँभरि माया गर्छु होइन, रिसाउँछु कोही बेला, तर अब म कन्ट्रोल गर्ने ट्राई गर्छु मेरो रिसहरू। ओके, म चाहिँ यो भन्छु अब फ्याक्ट मेरोबाट चाहिँ साँच्चै भन्ने अब यो भिडियो मात्रै होइन, तर अब रियलमा पनि म तिमीलाई यस्तै माया गर्छु जस्तो अब हामी सुट गर्दैछ रियलमा पनि त्यस्तै भेट्छौ, कुनै डिफ्रेन्स पनि भेट्दैन मेरोबाट माया एज इट इज जस्तो छौ पहिला त्यस्तो थिएँ अहिले पनि त्यस्तै छु र बादमा त्यस्तै हुनेछु। म आफूलाई यो भन्छु कि अब बिहा त गरिहालेँ है, यति प्रिसियस कसैको हात थामेँ, सो यो कुरालाई म एकदमै अब कहिले पनि बिर्सिँदिनँ है। एउटा त्यो डायमन्डभन्दा प्रिसियस छ यो कुरा है मेरो लागि, सो सधैँभरि म यसलाई चाहिँ सम्हालेर राख्नेछु। यो भन्दै यो भिडियोमा यही भन्न चाहन्छु, अरू त के भन्नु। म पनि यही भन्न चाहन्छु कि प्रभुले मलाई असल जोडा दिनुभएको छ तपाईँ होइन, अन्त जुन चाहिँ जोडा चाहिँ अब कहिले पनि टुटिँदैन। अनि यो कुरा चाहिँ म सधैँभरि निभाउँछु फ्युचरमा है, चाहे लाइफमा जेसुकै भए पनि, लाइफमा कस्तो कस्तो आउँछ है, अप्स एन्ड डाउन हुन्छ, कस्तो कस्तो सिचुएसन आउँला है, तर म तपाईँको साथ चाहिँ कहिले पनि छोड्दिनँ, सधैँभरि माया गर्छु। आई लभ यु। लभ यु टु।